रवि लामिछानेको धरौटी तिर्न भन्दै हातमा लाल पूर्जा बोकेर उर्लिएको यो जनसागर एकपटक हेर्नुहोस्। चितवनका मतदाताको मन दुई पटक जितेर भारी मतका साथ विजयी भएका रविलाई अप्ठ्यारो पर्दा जनताले देखाएको यो हौसलाले कसको मन नछोला र? सहकारी ठगीबारे छानबिन गर्न बनेको समितिले सहकारीमा रविको संलग्नता नभेटिएको उल्लेख नै गरिसकेको छ। तर अहिले रवि जिल्लामा करोडौंको धरौटी तिर्दै हिँड्नु परेको छ। सहकारी ठगी प्रकरणमा सरकारले रवि विरुद्ध प्रतिशोध साधेको प्रश्न देखिन्छ। अहिले रवि लामिछाने चितवन जिल्ला अदालतबाट 54 लाख धरौटीमा रिहा भएका छन्। सो रकम बराबरको बैंक ग्यारेन्टी बुझाएर रविलाई धरौटीमा छाडिएको छ। चितवनमा पनि प्रभु बैंकले रविका लागि जमानत दिएको हो। यसअघि तीनवटै अदालतमा सोही बैंकले जमानत उपलब्ध गराएको थियो। यता रविका समर्थकहरूले हातमा लाल पूर्जा बोकेर उनको पक्षमा प्रदर्शन र नाराबाजी गरिरहेका छन्। चितवन रविको निर्वाचन क्षेत्र पनि हो। उनले चितवन 2बाट सर्वाधिक मत ल्याएर 2 पटक चुनाव जितेका थिए। अहिले उनको समर्थनमा मतदाताहरू बाक्लो संख्यामा सडकमा निस्किएका छन्। कतिपयले चेक बोकेर समेत नाराबाजी गरिरहेका छन्। रवि लामिछानेको धरौटी रकम दिनका लागि हातमा चेक र लाल पूर्जा बोकेर समर्थकहरूले नडराउ रवि दाई, पूर्जा हाम्रो हातमा छ, अघि बढ रवि दाई, जनता तिम्रो साथमा छ भन्दै नाराबाजी गरेका थिए। रविले कास्कीमा 65 लाख, काठमाडौँमा 60 लाख र रूपन्देहीमा 1 करोड धरौटी तिरिसकेका छन्।